नमस्ते, म डाक्टर हेमनाथ सुवेदी, गाइनी अन्कोलोजिस्ट। आज म यहाँहरूलाई क्यान्सरको के साइन्सहरू हुन सक्छन् अथवा तपाईँको शरीरमा के बदलाव आयो भने चाहिँ तपाईँले क्यान्सर भयो कि भनेर सोच्नुपर्ने हुनसक्छ भनेर भिडियो लिएर आएको छु। हुन त क्यान्सर को सबै सिम्पटम्सहरू मिल्छ भन्ने पनि छैन र क्यान्सरको कतिपय क्यान्सरहरू हामीले पहिल्यै सिम्पटम्स आएर थाहा पाइहाल्छौँ भन्ने पनि छैन। तर सर्टेन कुराहरू भयो भने चाहिँ तपाईँले एकदमै ध्यान दिनुपर्ने हुन्छ। ती हुन्, एक नम्बरमा चाहिँ अनएक्सप्लेन्ड वेट लस। यदि तपाईँको शरीरको तौल चाहिँ एकदमै घटेको छ, तपाईँले भन्नै सक्नुहुन्छ मेरो वेट लस किन भइरहेछ भनेर भन्न सक्नुहुन्न भने त्यो अवस्थामा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। 81 अत्याधिक मात्रामा वेट लस हुन्छ भने तपाईँलाई भित्र के अरू केही समस्या छ कि भनेर खोज्नुपर्ने हुन्छ। त्यसमा क्यान्सर पनि पर्न सक्छ। 2 नम्बरमा पेटमा अथवा शरीरमा कुनै पनि ठाउँमा गाँठागुठीहरू र डल्लाहरू पलायो भने पनि तपाईँले त्यसलाई इग्नोर गर्नु हुँदैन। कतिपय आमाहरूले मेरो पेट फुल्यो, जम्मा 3-4 महिना भएको थियो फुलेको भनेर आउनुहुन्छ, तर हामीले जचाउँदाखेरि पाठेघरको अथवा डिम्बाशयको क्यान्सर चाहिँ भइसकेको हुनसक्छ पेटभित्र। त्यही भएर अनएक्सप्लेन जस्तो पेट फुल्ने अनि त्यसपछि पेटमा डल्लाहरू देखिने र शरीरमा डल्लाहरू देखिने भयो भने पनि त्यसलाई इग्नोर नगर्नु होला, तुरुन्त चिकित्सकलाई जचाउन जानु होला। 3 नम्बरमा चाहिँ नन हिलिङ हुन्छ। यदि घाउ चाहिँ निको भइराखेको छैन, लामो समय भयो त्यो घाउ निको भइराखेको छैन भने त्यसलाई चाहिँ हामीले इग्नोर गर्नु हुँदैन, त्यसलाई यत्तिकै छोडिदिनु हुँदैन, त्यसलाई जचाउन गइहाल्नुपर्छ। जस्तो गाइनेकोलोजिस्ट भएको नाताले चाहिँ भल्भामा अथवा यौनाङ्गमा यदि घाउ हुन्छ, पर्सिस्टेन्ट चिलाइरहने र त्यो घाउ निको नहुने हुन्छ भने धेरैजनालाई चाहिँ यौनाङ्गको चाहिँ क्यान्सर भएको हामीले भेटाएको छौँ। त्यही भएर शरीरमा अरू ठाउँमा पनि जस्तो यदि कुनै पनि घाउ भएको छ र त्यो लामो समय निको हुँदैन भने हामीले जहिले पनि यो कतै क्यान्सरको त लक्षण होइन भनेर चाहिँ जचाउन जानुपर्छ, यसलाई इग्नोर नगर्नु होला। र अनयुजुअल ब्लिडिङ, ब्लिडिङ जहाँबाट पनि हुनसक्छ। यदि पाठेघरबाट नै अनयुजुअल ब्लिडिङ हुन्छ भने पनि त्यसमा हामी सचेत हुनुपर्छ। जस्तो महिनावारी सुकेपछि को 5-6 महिना 1 वर्ष कटिसक्यो, त्यसपछि फेरि भजाइनाबाट ब्लिडिङ हुन्छ भने कतिजना त मेरो त महिनावारी फेरि फर्केछ भन्छन्, त्यसलाई पनि इग्नोर नगर्नु, त्यो पनि क्यान्सरको लक्षण हुनसक्छ। र त्यस्तै शरीरको अरू भागमा जस्तो खोक्दा अनि छात्दा रगतहरू आउँछ, अनयुजुअल रगत आउँछ, पिसाब फेर्दाखेरि रगत आउँछ भने अरू ठाउँको क्यान्सरको लक्षण हुनसक्छ। त्यस्ता अनयुजुअल ब्लिडिङहरू शरीरमा हुन्छ भने चाहिँ तपाईँले क्यान्सर हो कि भनेर तपाईँले तुरुन्तै सचेत हुन जरुरी छ। 5 नम्बरमा चाहिँ अनयुजुअल पर्सिस्टेन्ट सिम्पटम्स भन्छ कि, भनेको कुनै लक्षण चाहिँ पर्सिस्टेन्टली देखिरहने, जस्तो तपाईँ थाक्ने, तपाईँलाई जिउ कता दुखे जस्तो हुने, अनि एकै ठाउँ सधैँ दुखिरहने र तपाईँ जचाउँदाखेरि पनि अरू जाँचहरू गर्दा ठिकै छ जस्तो लाग्छ भने त्यो अवस्थामा चाहिँ हामीले कहिलेकाहीँ थरो एक्जामिनेसन पनि गर्नुपर्ने हुन्छ। किनभने लामो सिम्पटम्स छ भने शरीरमा केही न केही नभइकन तपाईँलाई ती सिम्पटम्सहरू देखा परेको छैन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यी 5वटै मात्रै सबै क्यान्सरको लक्षण हुन्छन् भन्ने पनि छैन, अरू पनि हुनसक्छ, तर हामी सचेत रहन जरुरी छ। धन्यवाद।